मेरो नाम अञ्जना हो। यो कथा एक 60 वर्षका वृद्धको हो जसले 20 वर्षकी आफ्नी पत्नीलाई गर्भवती बनाउन घरमा किन सेतो घोडा ल्याउँथे। सुनेर तपाईको होस उड्नेछ। म अञ्जना। मलाई सानैदेखि पढाइ लेखाइमा धेरै रुचि थियो। मेरा आमा बुवाले पनि मलाई सधैँ धेरै साथ दिनुभयो। उहाँहरू मलाई पढाएर एउटा असल र सक्षम मानिस बनाउन चाहनुहुन्थ्यो। मैले 10 कक्षा पास गरेकी थिएँ र अब 11 कक्षाका लागि राम्रो स्कुलमा भर्ना लिने पूरा कोसिस गरिरहेकी थिएँ। मैले शहरको एक राम्रो र ठूलो स्कुलमा भर्ना लिए र मेरो सम्पूर्ण ध्यान र मनका साथ पढाइ जारी राखेँ। मैले आफ्नो शिक्षा प्राप्त गर्न कुनै कसर बाँकी राखिन र पूरा प्रयासपछि मैले आफ्नो पढाइ जारी राखेकी थिएँ। मैले स्कुलमा कहिले कुनै कक्षा छोडिन। अर्कोतर्फ बाँकी केटीहरूलाई मैले पिरियड मिस गरेको र स्कुलको क्यान्टिन बाहिर मोबाइलमा हर वक्त व्यस्त रहेको देख्दा मलाई ठूलो अचम्म लाग्थ्यो। कि नजाने यी कुन घरका केटीहरू हुन् जसका आमा बुवा उनीहरूका लागि यति धेरै मेहनत र दुःख गर्छन् र स्कुलको यति महँगो शुल्क तिर्छन् ताकि हाम्रा छोरीहरू पढेर लेखेर सक्षम मानिस बनुन्। तर यी सबै त यहाँ मोजमस्ती गर्नमा मग्न छन्, जबकि म त एउटी गाउँकी केटी थिएँ र राम्रो कलेजबाट डिग्री हासिल गर्नका लागि मेरा बुवाले मलाई शहरमा आफ्ना मामाको घरमा केही वर्षका लागि पढ्न पठाउनु भएको थियो। मेरा मामा र माइजू पनि धेरै असल हुनुहुन्थ्यो। एक दिन म आफ्नो किताबहरूमा हराएकी थिएँ। मेरो काँधमा हात राखेर रिया हाँस्दै भन्न थाली, के हो यार, तिमी हर वक्त किताबहरूमा डुबेर बस्छौ? कहिलेकाहीँ किताबको दुनियाँबाट बाहिर निस्केर त हेर, दुनियाँ कति हसिन र सुन्दर छ। हाय यो जवानीको रंगीन दुनियाँ, उनी मीठा शब्दहरूले मुस्कुराउँदै भन्न थालिन्। रिया मेरा मामाकी एकलौती र लाडली छोरी थिई, जो मेरी धेरै राम्री साथी र मामाको छोरी पनि थिई। मैले भने, होइन यार, तिमी जान्दैनौ मेरो लागि पढेर लेखेर केही बन्नु कति जरुरी छ। मेरा आमा बुवाको मसँग धेरै आशाहरू जोडिएका छन्। उनी मलाई घुर्दै बोली, भस गर यार, कहाँ आमा बुवा लिएर बसिस? अब तिमी पनि मलाई लेक्चर दिन्छौ? यो पढाइ सढाइ मेरो बसको कुरा होइन र न त मलाई कुनै शौक नै छ। यो त जबरजस्ती मैले आमा बुवाको भनाइमा कलेजमा भर्ना लिएकी हुँ, नत्र मलाई पढ्न लेख्नको कुनै शौक छैन। उनी यति भनिसकेर मोबाइल चलाउँदै ओछ्यानमा पल्टी। त्यति नै बेला माइजू आउनुभयो र भन्नुभयो, ए तिमीहरू दुवै अहिले पनि जागेछौ? ल सुत अब, नत्र बिहान कलेजका लागि ढिलो हुनेछ। उहाँ दुधको गिलास हामी दुवैका लागि टेबलमा राखेर त्यहाँबाट जानुभयो। दुध पिएर हामी दुवै पनि सुत्यौं। आधा रातको समयमा मलाई कसैले खुसखुस गरी बिस्तारै बोलेको आवाज मेरो कानमा आयो। अचानक मेरो आँखा खुल्यो त रिया मोबाइलमा कोसँग गफ गरिरहेकी थिई। मलाई लाग्यो उसको कलेजको कुनै साथी होला। म चुपचाप अर्को कोल्टे फेरेर सुतिरहेकी थिएँ। बचपनको जासुसीको बानीले मजबुर म चुपचाप सुतेको नाटक गरेर रियाको कुराहरू सुन्न थाले। रिया भन्दै थिई, जान तिमी फेरि कहिले भेट्न आउँछौ? तब हामी दुवै किनमेलका लागि जानेछौँ। मलाई यी सबै कुरा सुनेर झट्का लाग्यो। यो त कोही केटा पो हो। रिया कुनै केटासँग कुरा गरिरहेकी छे। यो कोही साथी होइन। म डराउन थाले। मलाई त थाहा थियो कि रिया अलिकति चुलबुली र चञ्चले केटी हो, तर उनी यसरी कुनै केटासँग किन कुरा गरिरहेकी थिए मलाई पटक्कै थाहा थिएन। बिहान सबेरै हामी दुवै कलेजका लागि तयार भएर मामाको गाडीमा बसेर हिँड्यौं। मलाई रातिदेखि बेचैनी थियो कि रिया आखिर यो सब किन गरिरहेकी छे, त्यो पनि मामा माइजूको पीठ पिछाडी। मैले आज रियाबाट सत्य कुरा पत्ता लगाइरै छाड्ने दृढता गरेकी थिएँ। रिया म भन्दा 1 वर्ष कान्छी थिई। म बीए दोस्रो वर्षमा र उनी पहिलो वर्षमा थिए। म क्यान्टिनमा बसेर यही सब सोचिरहेकी थिएँ। त्यति नै बेला रियाको आगमनले म झसङ्ग भए। के भयो, डराएको किन? म कुनै भूत त होइन। उनी भन्न थाली, ल सुन अञ्जना, तिमी आज एक्लै घर गइहाल। मलाई अलिकति काम छ र कामले मलाई उसको साथीको घर जानु छ। मलाई घर आउन अलिकति ढिलो हुनेछ, त्यसैले आमालाई भनिदिनु म घर साँझसम्म आउनेछु। यो कुरा भनेर उनी गइन्। म उनलाई आवाज लगाइरहेकी थिएँ कि सुन रिया, मेरो कुरा त सुन। म बोलाइरहे र उनी त्यहाँबाट गइन्। म सोचमा परेँ, पक्कै रियाले केही त गलत गरिरहेकी छे। मलाई उसलाई रोक्नुपर्छ। कतै उनी नसोची नसम्झी कुनै गलत कदम नउठाउन्। के म माइजू वा मामासँग यसबारेमा कुरा गरौँ? होइन होइन, अहिले होइन। पहिले रियासँगै नै यसबारेमा कुरा गर्छु। पहिले रियाबाट सत्य त थाहा होस्। कतै म हतारमा त्यो बेचारीमाथि कुनै आरोप लगाएर उसलाई बदनाम पो गर्छु कि? म यो सोचेर कुरालाई नजरअन्दाज गरेँ। मैले घर पुगेर माइजूलाई रियाले भनेको कुरा सुनाएँ कि उनी आज ढिलो गरी घर आउने छिन्।
उसलाई आफ्नो साथीको घरमा केही काम थियो र म खाना खाएर आफ्नो कोठामा गएकी थिएँ। साँझको 5 बजिरहेको थियो। रिया अहिलेसम्म घर फर्केकी थिइनन्। मलाई उनको चिन्ता हुन थालेको थियो। त्यतुनै बेला कोठामा रियाको आवाज आयो, यार म धेरै थाकेको छु, के तिमी मेरो लागि एक कप चिया बनाइदिन्छौ? उनी धेरै थाकेको जस्तो लागिरहेकी थिइन्। मैले सोधेँ, कहाँबाट आइरहेकी छौ रिया? तिमी कहाँ थियौ? उनी मलाई घुर्न थाली र बोली, यार के भयो तिमीलाई? तिमी फेरि मेरी आमा बन्यौ? तिमी त यसरी सोधिरहेकी छौ। म आफ्नो साथीसँग किनमेलका लागि गएको थिएँ। मलाई उसको रातिको किनमेलको कुरा याद आयो। मैले भने, कुन साथी? त्यो साथी कुनै केटी हो वा केटा? मैले उसलाई प्रश्न गरेँ। उनी जोड जोडले हाँस्न थाली र भन्न थाली, हे तिमी राति लुकेर मेरो र जितको कुराहरू सुनिरहेको थियो। म उसलाई शान्तिपूर्वक हेरेर धेरै अचम्मित थिएँ र मैले सोधेँ, यो जित को हो? के मामा र माइजूलाई जितको बारेमा थाहा छ? उनी हाँसेर भन्न थाली, होइन अहिले त थाहा छैन, तर केही दिनपछि जान्नेछन्। मैले भने, के मतलब हो तिम्रो? त ऊ भन्न थाली, अरे यार तिमी त मेरो यति धेरै चिन्ता गरिरहेकी छौ। जित कुनै यस्तो उस्तो केटा होइन, ऊ धेरै राम्रो छ। म छिट्टै आमा बुवासँग उसको बारेमा कुरा गर्नेछु र मलाई विश्वास छ उहाँहरू पनि जितको सम्बन्धका लागि कहिले इन्कार गर्नुहुन्न। आखिर म उहाँहरूको एकलौती र लाडली सन्तान हुँ। उनी मसँग भन्न थाली, आमा बुवाले मेरो कहिल्यै कुनै कुरा टार्नु भएको छैन, फेरि यस कुरालाई कसरी टार्न सक्नुहुन्छ? यद्यपि मलाई थाहा थियो कि हाम्रो गाउँको माहौल र यहाँका सहरका मानिसहरूमा धेरै फरक छ। यहाँका मानिसहरूमा प्रेम विवाह बिल्कुल सामान्य कुरा हो, जबकि हाम्रो गाउँका मानिसहरू धेरै सिधासाधा र सानो सोचका मानिसहरू हुन्थे। उनीहरू केटा र केटीको दोस्ती त पर जाओस्, उनीहरूलाई एक अर्कासँग कुरासम्म गर्नलाई पनि धेरै नै गलत सम्झन्थे। सायद म यत्तिकै बिना कारण रियालाई गलत सम्झिरहेकी थिएँ। सायद मेरो सम्बन्ध गाउँसँग छ, त्यसैले मलाई रिया र जितको दोस्तीमा आश्चर्य भइरहेको थियो। हाल दिनहरू यसै गरी बितिरहेका थिए, तर मेरो मन नजाने किन रियाको लागि धेरै चिन्तित थियो, जबकि उनी त मलाई अब जितसँग जोडिएका हरेक कुरा बताउन थालेकी थिइन्। उसको दोस्ती जितसँग धेरै नै बढिरहेको थियो। उसको साथ लुकीछुपी भेट्नु, रातभर उसँग फोनमा कुरा गर्नु, मलाई हर पल बस यही चिन्ता लागिरहन्थ्यो कि मामा माइजूले यदि यस सम्बन्धको लागि इन्कार गरिदिनु भयो भने रियाको के हुनेछ? होइन होइन, यस्तो हुन सक्दैन। रिया जितको लागि पागल भएकी छे। उनी कतै गलत कदम नउठाउन्। नभन्दै रिया अचानक घर छोडेर गई। हामीहरूले रियाको धेरै खोजी गर्यौं, तर केही अत्तो पत्तो भएन। 1 वर्ष बितिसकेको थियो। मामा माइजू धेरै दुखी थिए। म बिदाहरूमा आफ्नो गाउँ आफ्ना आमा बुवा कहाँ जाँदै थिएँ, तर त्यो 1 वर्षमा मामा माइजू र रियासँग जे जस्ता परिस्थितिहरू गुज्रे मलाई त्यसमाथि असाध्यै अफसोस थियो। मामा माइजूको लगाव रिया गएपछि मेरो साथमा धेरै बढेको थियो, तर म पनि मजबुर थिएँ। कलेजको बिदाहरू चलिरहेको थियो र मेरी आमाको गाउँमा धेरै नै स्वास्थ्य खराब भएको थियो। मलाई जानै पर्यो। स्टेशनमा मामा मलाई सामानसहित बसमा बसाउँदै रुन थाल्नुभयो। उहाँ धेरै दुखी नजर आउनुभयो कि रिया पछि तिमी नै मेरो लागि र रियाको आमाको लागि छोरी जस्तै थियो र अब तिमी पनि जाँदैछौ। ल ठिकसँग जानु, म पनि तिम्रो साथ जान्थे, तर तिमीलाई त थाहा छ तिम्री माइजू एक आमा भएको नाताले रिया पछि धेरै एक्लो हुनुभएको छ। म यहाँ उहाँलाई एक्लो छोड्न सक्दिनँ। आफ्नी आमा र बुवालाई मेरो नमस्ते भन्नु र आफ्नो धेरै ख्याल राख्नु। उहाँ जानुभयो। केही बेरपछि बस चल्यो। म पुरै बाटो रियाको कल्पनामा हराएकी थिएँ। मलाई पनि काफी दुःख लागेको थियो कि रियाले जे गरिन् त्यो साँच्चै हामीले कहिल्यै आफ्नो दिमागमा पनि सोचेका थिएनौँ। म गाउँ पुगिसकेकी थिएँ। म आफ्नो घर फर्केर धेरै खुसी भएँ। मेरा आमा बुवा मलाई देखेर धेरै खुसी हुनुभयो। मेरी आमाको स्वास्थ्य त मानौ म आउने बित्तिकै बिल्कुल ठिक भइसकेको थियो। आमालाई पनि रियाको बारेमा थाहा पाएर धेरै अफसोस भयो। मलाई आरामको सख्त आवश्यकता थियो। म आफ्नो कोठामा आराम गर्नका लागि पल्टेँ। म अहिलेसम्म रियाको सदमाबाट बाहिर आएकै थिइनँ। मलाई थाहा थिएन गाउँ आएर मेरो टाउकोमा धेरै नै छिट्टै आकाश खस्नेछ। यहाँ त सहरभन्दा पनि धेरै फरक माहौल थियो। महिलाहरूलाई घुम्टोमा बस्नु, महिलाहरूमाथि जुलुम र अत्याचार, नीच जात उच्च जात ये सब धेरै परम्परागत र सामान्य सम्झिन्थ्यो। म काफी थाकेकी थिएँ। म उठेर नास्ता गर्नका लागि आमा कहाँ जाँदै थिएँ। आमालाई सबेरै उठ्ने बानी थियो। आँगनमा मेरी सानी आमा सविता जो हाम्रो छिमेकमै बस्नुहुन्थ्यो, उहाँ आमासँग केही यस्तो भनिरहनु भएको थियो कि हाम्रो गाउँको मुखिया त्यो 60 वर्षको खडुस बुढो आफ्नो छोरीको उमेरकी केटीसँग बिहे गरेर कुनै केटीलाई आफ्नो घरमा ल्याएको छ।
उही बानीले मजबुर म जासुसीका लागि कान लगाएर उहाँको कुरा सुन्न थाले। उहाँ आमासँग भन्दै हुनुहुन्थ्यो, सुनेको थिए त्यो बुढो नपुंसक छ, त्यसैले अहिलेसम्म उसले विवाह गरेन। तर सुनेको छ उसको श्रीमती त अब गर्भवती पनि छ। त्यति नै बेला मेरी आमाले मलाई आवाज दिनुभयो कि अञ्जना, हेर को आउनु भएको छ, यहाँ आऊ, सबिता सानी आमा आएकी छन् तिमीलाई भेट्नका लागि। म तुरुन्तै दौडेर आएँ। सबिता सानी आमाले मलाई देखेर भन्न थाली, मेरी बच्ची कति ठूली भएकी छ र प्यारी पनि। उहाँले मेरो टाउकोमा माया गर्दै बोली र भनिन्, छोरी सहरमा सबै ठिक छ मामा माइजू? मैले भने, हजुर सबैजना ठिक छन्। सानी आमा र तपाईँ भन्नुहोस् तपाईँको स्वास्थ्य ठिक छ? उहाँ भन्दै हुनुहुन्थ्यो, हो नानी, हाम्रो त बुढेसकाल हो, स्वास्थ्यको त यस्तै रहन्छ। अहिले म ठिक छु। उहाँ जानु भएपछि म नास्ता गर्दै आमासँग सोध्न थालेँ, आमा त्यो सानी आमा के भन्दै हुनुहुन्थ्यो त्यो बुढो मुखियाको बारेमा? ऊ नपुंसक छ, उसले विवाह गर्यो, उसको श्रीमती गर्भवती पनि छ, यो सब के चलिरहेको छ? आमाले मलाई हप्काउनु भयो र भन्नुभयो, तिमी आउने बित्तिकै जासुसी गर्नमा लाग्यो, खबरदार, यदि तिमीले केही गर्यो भने यो मामलाबाट टाढा रह। केही दिनका लागि आएकी छौ, आफ्नो कामसँग काम राख। तर मलाई उहाँको कुरा केही समझ आइरहेको थिएन। हाल मलाई खेतहरू देखेको धेरै दिन भइसकेको थियो। म खेतहरू घुमघामका लागि दोपट्टा ओढेर घरबाट निस्किए। मलाई धेरै समयपछि खेतहरूको सैर गर्न धेरै राम्रो लागिरहेको थियो। चारैतिर हरियाली नै हरियाली थियो। गाउँका महिलाहरू जो कुवाबाट पानी भर्न लागेका थिए, उनीहरू आपसमा त्यही कुरा गरिरहेका थिए जुन सबिता सानी आमाले हाम्रो घर आएर आमालाई बताइरहनु भएको थियो। मैले फेरि कान लगाएर जाँच पडताल सुरु गरिदिए त महिलाहरूले बताए, उही बुढो मुखिया सुनेको छु कम उमेरको केटीलाई बिहे गरेर ल्याएको छ र त्यो केटी गर्भवती पनि छ, तर बुझ्न सकिएको छैन। सारा जीवन ऊ नपुंसक भएको कारण अविवाहित रह्यो र अब उसलाई बुढेसकालमा यस्तो कुन जवानी सुझेको छ, उसले कसरी एक कम उमेरको केटीलाई बिहे गरेर ल्यायो र त्यो पनि त्यो केटी गर्भवती पनि छ। भगवान जानुन्, यी धनी मानिस र ठूला मान्छे हुन्। गाउँमा हरेक ठाउँमा यिनको राज छ। हामी साना मानिसहरूको के मजाल जो यिनको मामिलामा हस्तक्षेप गरौं। आखिर त्यो खडुस बुढो गाउँको मुखिया जो ठहरियो, ऊ त केही पनि गर्न सक्छ र के थाहा सम्पत्तिको लालचमा आएर त्यो केटीले पनि उसँग बिहे गरिन् होला। यो सब सुनेर मलाई ठूलो आश्चर्य हुन थाल्यो र मेरो जासुसीको बानी जो थियो मेरो दिमागमा हजारौं सवालहरू उडाउन थालेको थियो। होइन, केही त पक्कै छ, केही त राज छ यस्तो। अचानक गाउँमा यो सब यस्तो त कहिले भएको थिएन। म आफ्नो कोठामा यताउति हिँडिरहेकी थिए र यो सब सोचिरहेकी थिए कि त्यो मुखिया त हो र धनीमानी पनि, तर कसरी यति कम उमेरकी केटीसँग बिहे, त्यो पनि यसरी अचानक? किनकि सानैदेखि गाउँमा यही मशहुर छ कि त्यो बुढो नपुंसक थियो, त्यसैले सारा जीवन उसले बिहे गरेन र आज अचानक बिहे, त्यो पनि 60 वर्षको बुढेसकालमा, र त्यो पनि यति कम उमेरकी केटी। र ल एक पलका लागि मानी पनि लियो, त्यो केटीले सम्पत्तिको लालचमा बिहे गरी पनि लिई, तर ऊ गर्भवती कसरी भई? त्यो बुढो त नपुंसक थियो। म आफैसँग कुरा गर्न थाले र मनमा नै सवालहरूको जवाफ खोजिरहेकी थिएँ, तर मलाई केही पनि समझ आइरहेको थिएन। कोही त मामला छ, मलाई त्यसको तहसम्म पक्कै जानै पर्छ। कतै त्यो केटी कुनै मुस्किलमा त छैन, कतै त्यो बुढोले जबरजस्ती उसको साथ? म यो हुन दिने छैन। मलाई सारा सत्य जान्नुपर्छ। गाउँमा यो सब के चलिरहेको छ? मेरो मन र दिमागमा एक हलचल मचिएको थियो र साथसाथै गाउँमा हरेक कोही त्यो 60 वर्षको बुढो र उसको बिहेको कुराहरू आगो झैं गाउँमा फैलिरहेको थियो। चारैतिर त्यो मुखियाको बिहेको चर्चा सुनाइदिइरहेको थियो। एक दिन मैले आफ्नी आमासँग फेरि केही सोध्न चाहे कि आमा, यो सब कुरा साँच्चै सत्य हो? त्यो मुखिया 60 वर्षको बुढो र उसको बिहे? आमाले अचम्मित हुँदै भन्नुभयो, हो, सत्य त हो, सायद मैले सुनेको त यही सबै हो, तर तिमी किन सोधिरहेकी छौ? उहाँ रिसले रातो पिरो हुन थाल्नुभयो। खबरदार, तिमीलाई समझ आउँदैन? तिमीलाई पहिले पनि सम्झाएकी थिएँ मैले, तर तिमी त यस मामिलाको पछाडि नै लाग्यौ। मैले भने, ल ल आमा, बस बस, यति रिस त नगर, म त बस यत्तिकै सोधिरहेकी थिएँ, भला मलाई यी सबसँग के वास्ता? मैले आफ्नी आमालाई तसल्ली दिँदै भने। म खाना खाएर आफ्नो कोठामा चुपचाप गएँ।
भोलिपल्ट बिहान फेरि सबिता सानी आमा मेरो आमासँग केही कुरा गरिरहनु भएको थियो। मैले लुकेर उहाँहरूको कुरा सुन्दा मेरो शंका यकिनमा बदलियो। उहाँ भन्दै हुनुहुन्थ्यो, त्यो बुढो खडुस धेरै सक्त दिलको छ। उसले आफ्नी श्रीमतीलाई आफ्नो महलमा होइन बरु कति जनावरहरूको खोरमा राखेको छ। म झसङ्क भएँ। मलाई यो सब कुरा सुनेर झट्का लाग्यो। तपाईले यो के नयाँ खबर ल्याउनु भयो? आमाले भन्नुभयो, तर यो सब तपाईलाई कसरी थाहा भयो? उहाँ भन्न थाली, त्यो चमेली छ नि जो मुखियाको घरमा काम गर्न जान्छे, उसैले बताइरहेकी थिए। बस यो सुनेर अब त मलाई त्यो चमेलीसँग नै भेट्नु पर्ने थियो। मैले ठानिसकेकी थिएँ कि म त्यो केटीको मद्दत पक्कै गर्नेछु। सायद उनी कुनै मुस्किलमा छिन्। भला यसरी को आफ्नो श्रीमतीलाई जनावरको गोठमा राख्छ? अचम्म छ। त्यो बुढो खडुस मुखिया हो त के मतलब? महिलाहरूमाथि जुल्म गर्न पाउँछ? यो सब हुन दिने छैन म। आमालाई नभनी नै अर्को दिन लुकेर पहिले सबिता सानी आमाको घर गए र भने, सानी आमा, मलाई त्यो चमेलीसँग भेट्नु छ। उसको घर कहाँ छ? उहाँ भन्न थाली, भला तिमीलाई चमेलीसँग के काम छ? मैले भने, ऊ कामकाज गर्छे नि। मेरो साथीको आमा धेरै बिरामी छिन्। उनको घरमा कामको लागि मान्छे चाहिएको छ। सानी आमा भन्न थाले कि भगवानले उनलाई स्वास्थ्य देओस् र चमेलीको ठेगाना बताउन थाली। म दौडेर चमेलीको घर पुगे र मैले उसको ढोका ढकढकाएँ। भित्रबाट आवाज आयो, को? तपाईँ को हुनुहुन्छ? मैले भने, ढोका खोल्नुहोस्, म एउटा कामले आएको छु तपाईको पास। उसले मेरो आवाज सुनेर ढोका खोलिन्। मैले भने, त्यो वास्तवमा मलाई तपाईसँग केही काम छ। के म भित्र आउन सक्छु? चमेली मलाई भित्र बोलाइन्। उनी एउटा राम्रो उमेरकी स्वस्थ महिला थिइन्। लगभग उनी 40 वर्षदेखि यस मुखियाको घरमा काम गर्थिन्। मैले उसँग जसै मुखियाको बारेमा सोधेँ, उनी डराउन थालिन्। उनको अनुहारको रङ उड्यो कि म यस मुखियाको बारेमा किन खोजिनीति गरिरहेकी छु। तर मैले धेरै बेर सोधेपछि तब उनले मलाई सारा कुरा डिटेलमा बताइन्। तब मेरो खुट्टा मुनिको जमिन खस्यो। म उनको कुरा सुनेर काँपे कि भला उनी यो सब सत्य भनिरहेकी छिन् वा केही अरू सत्यता छ। उनी भन्न थालिन्, म्याडम जी, एक दिन ऊ बिहे गरेर चोरी लुकी त्यस केटीलाई महलमा ल्याएका थिए, जसको उमेर लगभग 18 वर्ष मात्र छ। त्यो केटी सधैँ घुम्टामा नै बस्थे, तर त्यो मुखिया बुढोले उसलाई जुन दिनदेखि बिहे गरेर ल्यायो र उसलाई जनावरहरूको खोरमा राख्यो, र त्यो पनि दमनको हद यो हेर्नुहोस्, ऊ हवेलीलाई उत्तराधिकारी दिनको लागि यस केटीलाई गर्भवती गर्नको लागि हरेक रात एक नयाँ नस्लको घोडा त्यस केटीको पास छोडिदिन्थ्यो, किनकि ऊ आफै त नपुंसक छ, जसले खानदानलाई वारिस दिन सक्दैन। र आज हेर्नुहोस्, त्यो केटी हेर्दैदेखि गर्भवती पनि भई। यो सुनेर त मलाई डर चढ्यो। मैले मुख खोलाको खोला रह्यो। कि तिमी यो सब कुरा सत्य भनिरहेकी छौ? म उनको कुराहरू मोबाइलमा रेकर्ड गरिसकेकी थिएँ र म यो सब सुनेर त्यहाँबाट हिँडे। मलाई पुरा यकिन थियो त्यो केटी पक्कै कुनै मुस्किलमा छिन्, तर उसको साथमा यस बुढोको घिनौना हरकत म सोच्न पनि सक्दिन थिएँ कि धनी मानिसहरू यतिसम्म पनि गिर्न सक्छन्। म पुरै रेकर्डिङ पुलिसको जिम्मा लगाएर त्यो बुढोलाई जेलमा गर्न चाहन्थेँ, तर मलाई केही अरू प्रमाणहरू अहिले बटुल्नु थियो। मैले हवेली गएर त्यो केटीसँग भेट्ने धेरै कोसिस गरेँ, तर मेरो कोसिस हरेक पटक असफल साबित भयो। एक दिन रातको समयमा म लुकेर घरबाट निस्के त म डराएँ कि त्यो बुढो साँच्चै एक घोडा लिएर यसै तबेलातिर जाँदै रहेछ जहाँ त्यो केटीलाई राखिएको थियो। अब रोज रातमा लुकेर म यस बुढोको सबै हरकतलाई क्यामेरामा रेकर्ड गर्थे। उसले हरेक पटक एक नयाँ नस्लको घोडा त्यो महिलाको पास किन लैजान्थ्यो? अब त ऊ गर्भवती पनि भइसकेकी थिइन्। आखिर यो सब के चलिरहेको थियो? मलाई छिट्टै यस राजबाट पर्दा उठाउनु थियो। आखिर बस मलाई अब मात्र त्यो केटीसँग भेटेर नै सारा सच्चाई जान्नु थियो कि कसरी उनी गर्भवती भइन्। आखिर उसको साथमा यसरी हरेक रात एक घोडा किन राखिन्थ्यो? किन यस बुढो मुखियाले उसको जीवनलाई बर्बाद गरिदिएको थियो? एक दिन म लुकेर हवेलीतिर गएँ र मौका देखेर म चमेलीको मद्दतले हवेलीको पछाडिको बाटोतिर जहाँ जनावरको गोठ थियो म त्यसमा भित्र पसेँ। त्यस दिन बुढो मुखिया कुनै कामले गाउँबाट बाहिर गएको थियो। मसँग यो धेरै राम्रो मौका थियो। अब म यस राजबाट पर्दा उठाउन सक्थेँ। मैले भित्र कदम मात्र राखेकी थिएँ, त्यो केटी तुरुन्तै डराइन् र मलाई देखेर सायद उनी डराउन थालिन्।
उनले मेरो हिँडेको आवाज सुनेर नै आफ्नो अनुहार लुकाएर आफूलाई दोपट्टामा बेरेकी थिइन् र उनी एक कुनामा गएर बसिन् र मसँग नजरहरू लुकाउन थालिन्। म उनलाई हेर्न थालेँ, तर मलाई उनको अनुहार ठिकसँग नजर आइरहेको थिएन। मैले सान्त्वना भरिएका शब्दहरूमा भने, सुन, तिमी नडराऊ, म तिम्रो मद्दतको लागि नै यहाँ आएकी छु। मलाई थाहा छ तिमी यस अत्याचारमा घेरिएकी छौ। मलाई सारा सत्य बताइदेऊ, म तिमीलाई यहाँबाट आजाद गराउन सक्छु। तर उनी धेरै डराएको जस्तो लागिरहेकी थिइन्। उनी मलाई देखेर काँप्न थालिन् र चुपचाप बसिरहिन्। मैले सोचे, यसरी त उनले सत्य बताउन हिचकिचाउने छन्, किन न म उनसँग सारा सवालहरूको माध्यमबाट जानकारी हासिल गरौँ। मैले लुकेर मोबाइलको क्यामेरा अन गरेँ। मैले भने, कि यस बुढोले तिमीसँग जबरजस्ती बिहे गरेको हो? उनले हजुरमा टाउको हल्लाइन्। फेरि मैले भने, के तिमी अहिले गर्भवती छौ? उनले फेरि हजुरमा टाउको हल्लाइन्। मेरो अर्को सवाल यो थियो कि के त्यो बुढो एक नपुंसक पुरुष हो? उनले फेरि हजुरमा टाउको हल्लाइन्। मैले भने, के उसले तिमीलाई गर्भवती गर्नको लागि र आफ्नो खानदानको उत्तराधिकारीको लागि घोडा ल्याउँथ्यो यस गोठमा? उनी कुनै जवाफ दिइनन्। मैले फेरि त्यही सवाल गरेँ। उनी फेरि खामोश रहिन्। मैले भने, उसको यस घिनौनी हरकतको सजाय म उसलाई दिलाएरै छाड्नेछु। उनी चुपचाप बसेर काँपिरहेकी थिइन्। म तुरुन्तै दौडेर पुलिसको पास पुगेर सारा सत्य पुलिसलाई बताइदिएँ र एक एक गरेर सबै प्रमाण पुलिसको जिम्मा लगाएँ। अब मलाई त्यस दिनको इन्तजार थियो जब त्यो बुढो मुखिया गाउँ फर्किएर आउनुपर्ने थियो र पुलिसले उसलाई अरेस्ट गरेर जेलमा हाल्नु पर्ने थियो। म धेरै बेसब्रीले त्यस दिनको इन्तजार गर्न थालेँ। अब त पुलिसहरूले हामी गाउँलेहरूको सामुन्ने यस बुढोको बदनामी गर्नु थियो। अचानक केही दिनमा मेरा मामा र माइजू गाउँ आउनु भएको थियो मलाई लिनको लागि, किनकि मेरो कलेजको बिदाहरू अब सकिने बेला थियो। मामा माइजूले भन्नुभयो, हामीले सोच्यौं दिदी र भिनाजुसँग पनि भेटौँला र तिमीलाई पनि साथैमा सहर लैजाउँला। बस यति नै बेला ढोकामा ढकढक भयो र खबर मिल्यो कि गाउँको मुखिया यहाँ फर्किएर आएको छ र हामी सबै गाउँलेहरूलाई आफ्नो हवेलीमा एक जरुरी घोषणा सुन्नको लागि निम्तो दिएको छ। बस यो सुन्ने बित्तिकै मैले पुलिसलाई खबर गरेँ र साँझ हुनासाथ सबै गाउँलेहरू हवेलीमा जम्मा भए। मेरा मामा माइजू र मेरा आमा बुवा यस कुरालाई जान्दथे। म पुलिसको हातबाट त्यो बुढोलाई गिरफ्तार गराउने वाली थिएँ र त्यो केटीलाई आजाद गराउनको लागि गाउँलेहरू पनि भेला भएका थिए, किनकि मैले सबैलाई यस बुढोको घिनौनी हरकतको सच्चाई बताइसकेकी थिएँ र सबै गाउँलेहरू केटीलाई आजाद गराउनको लागि मेरो साथमा जम्मा थिए। त्यतिले बेला मुखिया कुनै जरुरी घोषणा गर्दै थियो, त्यहाँ पुलिस पुग्यो र त्यो बुढोलाई हत्कडी लगाउँदै त्यहाँबाट लैजाँदै थियो। त्यति नै बेला घुम्टोमा लुकेकी त्यो केटी त्यहाँ पुगी जो बुढोकी पत्नी थिए। उनले सख्त शब्दहरूमा भनिन्, रोकिनुहोस्। म त्यो केटीको चिनेको आवाज सुनेर दङ्ग भएँ। जसै मैले फर्किएर हेरेँ, मेरो टाउकोमा आकाश खस्यो। मेरा आँखा ठुलाका ठुला रह्यो। त्यो केटी कोही अरू होइन, बरु हाम्रै रिया थिए। रियालाई अचानक त्यहाँ धेरै दिनपछि देखेर हामी सबै माथि आकाश नै खस्यो कि यो के गरिरहेकी छे र त्यो केटी कहाँ हराई जो बुढोकी पत्नी थिए। मलाई त केही समझ आइरहेको थिएन। म धेरै डराएकी थिएँ। त्यहाँ के चलिरहेको थियो? हाल मैले पुलिसबाट उजुरी फिर्ता लिएँ र बुढोलाई छुटाएँ। रियाको भनाइ थियो कि उनी आफै गाउँलेहरूलाई सारा सच्चाइ बताउने छिन्। मामा र माइजू त आश्चर्यमा परेका थिए रियालाई यस हालतमा देखेर। तर यति वर्षपछि रियालाई देखेर उहाँहरू धेरै खुसी हुनुभएको थियो। माइजू त रियालाई मायाले चुम्न थाल्नुभयो। मेरी पछि प कहाँ थिइस्? मेरो नजर जब रियाको पेटमा गयो त म डराउन थालेँ कि कतै रियाको यस हालतको जिम्मेवार त्यो बुढो त होइन। त म डराउन थालेँ कि कतै रियाको यस हालतको जिम्मेवार यो बुढो वा फेरि मेरो दिमागमा लाखौं सवालहरू पैदा भइरहेका थिए। रिया आफ्ना आमा बुवासँग मिलेर धेरै खुसी भई र हात जोडेर माफी माग्न थाली कि मलाई माफ गरिदिनुहोस्, मैले धेरै ठुलो गल्ती गरेँ। मैले जितको कुराहरूमा आएर घरबाट भागेर जितसँग बिहे गरेकी थिएँ। मेरो दिमागमा आयो, मैले एकैचोटि भने, कतै त्यो जित यो मुखिया त होइन? उनी भन्न थालिन्, होइन, ऊ एक धोकेबाज केटा थियो। उसले मलाई धोका दियो र यसरी म जब गर्भवती भएँ त यस बच्चालाई उसले अपनाउन चाहेन।
ऊ मलाई धोका दिएर गएको थियो र म यस हालमा नराम्ररी फसिसकेकी थिएँ। मलाई यस गाउँमा जितले नै ल्याएको थियो। म यहाँ आउनुभन्दा पहिले जान्दिनँ थिएँ कि यो गाउँ मेरो फुपूको गाउँ हो। जब म यहाँ आएँ त आफूलाई लुकाएर बस्न थालेँ। केही दिनपछि जब म गर्भवती भएँ त जित मलाई यहाँ एक्लो असहाय छोडेर गयो। म धेरै एक्ली परेकी थिएँ, तर त्यस समयमा मेरो मद्दत यिनले गरे। उनले मुखियातिर आउन उठाएर इसारा गरिन्। यी उही नेक मानिस हुन् जसले मेरो मद्दत गर्नुभयो र मलाई यहाँ यो दुनियाँबाट लुकाएर यस हालतमा सबैको नजरबाट टाढा राख्नुभयो। र यो सब मेरो नै भनाइमा भयो, किनकि म समाज र दुनियाँको सामुन्ने आउन चाहन्नथे। किनकि यो दुनियाँ घरबाट भागेकी केटीलाई कुन नजरले हेर्छ यो हामी सबैलाई राम्ररी थाहा छ। र त्यो पनि म गर्भवती पनि थिएँ। मलाई यो समाजले जिउँदै मारिदिन्थे। उनीहरू मेरो र जितको बिहेमा विश्वास गर्दैनथे, किनकि जब यस बच्चालाई यसको आफ्नै बुवा जितले अपनाउन इन्कार गरिदियो त यी समाजहरूले यस बच्चालाई कसरी अपनाउँथे। र त्यो घोडावाली कुरा मैले एकैचोटि सवाल गरेँ, तर यहाँ हाँस्न थाली र भन्न थाली कि मैले भने नि कि यो दुनियाँ एक मुख 10 कुरा। बस जसै मेरो यो छबेलीमा आउने भनक लाग्यो दुनियाँवालाहरूले त्यसलाई अफवाह नै बनाइदिए कि यो ऊ इत्यादि इत्यादि धेरै नै घिनौने कुराहरू सुन्न मिल्यो। जबकि त्यस मानिसले मेरो टाउकोमा बुवा बनेर हात राखेको थियो र मलाई यहाँ हवेलीमा लुकाएर राखेको थियो। र ती घोडाहरू उहाँको आफ्नै हुन् जसलाई उहाँ हरेक दिन किनेर आफ्नो शौक पुरा गर्नको लागि यहाँ ल्याउनुहुन्छ। उहाँको शौक हो घोडालाई पाल्नु र उनीहरूको हेरचाह गर्नु। मैले भने, तर रिया तिमी त्यस दिन किन चुप रह्यौ? जब म लुकेर तिम्रो पास भेट्न आएकी थिएँ तब पनि तिमीले मलाई यो सब कुरा किन बताइनौ? रियाले भनिन्, किनकि मेरो गल्ती थियो, त्यसैले म तिमीलाई देखेर धेरै डराएकी थिएँ। तिमीलाई यहाँ देखेर मैले केही बुझ्न सकिनँ र मैले हरेक कुराको जवाब हजुर हजुरमा दिएँ। मैले सबैबाट माफी मागे, किनकि कसैलाई थाहा थिएन कि म यहाँ सबकै रेकर्डिङ गरिरहेकी छु। म आफ्नो हरकतमा धेरै शर्मिन्दा थिएँ। मैले गाउँको मुखियासँग हात जोडेर माफी मागे। उहाँ भन्न थाल्नुभयो, केही छैन, तिम्रो ठाउँमा कोही हुन्थ्यो त उसले पनि यही गर्थ्यो। हो, यो सत्य हो, म एक नपुंसक मानिस हुँ र सारा जीवन मैले बिहे गरिनँ। तर यदि मेरो आफ्नो सन्तान छैन त के भयो? यस बच्ची लियालाई देखेर मलाई आफ्नै सन्तान जस्तो अनुभूति भयो र मैले उनको टाउकोमा बुवा बनेर हात राखेँ र उनलाई यहाँ हवेलीमा सबैभन्दा सुरक्षित ठाउँमा राखेँ जहाँ कोही पनि आउँदैन जाँदैन थियो। तर नजाने कसरी त्यो चमेलीलाई यस केटीको बारेमा थाहा भयो र उसले किसिम किसिमका कुराहरू गाउँमा घर घर गएर आगो झै फैलाइदिएकी थिए, जबकि सच्चाइ त त्यसभन्दा बिल्कुल फरक थियो। सत्य केही अरू थियो र गाउँलेहरूको मन पनि मुखियाको लागि बिल्कुल सफा भइसकेको थियो। उनीहरू सबै जानिसकेका थिए कि हरेक मानिस जो देखिन्छ जरुरी छैन ऊ हरेक पटक गलत होस्। कहिलेकाहीँ बाहिरबाट सख्त दिल राख्ने मानिसहरू भित्रबाट त्यति नै नरम दिल हुन्छन्। हामीहरू रियालाई लिएर घर आइसकेका थियौँ। हामी सबैले रियालाई माफ गरिदिएका थियौँ। उनी आफ्नो गल्तीमा धेरै शर्मिन्दा थिइन् र मसँग भन्न थालिन्, अन्जना तिमी सधैँ मलाई सम्झाउँथ्यौ, तर म गलत बाटोमा हिँडेकी थिएँ र आफ्नो गल्तीको सजाय यसरी भोगिसकेकी छु। मेरो अरू हिम्मत छैन। बस यो बच्चा दुनियाँमा आइजोस् त म यसलाई एक राम्रो परवरिश दिनेछु र उसलाई तिम्रै जस्तै ऊ एक असल र नेक मानिस बनाउनेछु। केही महिनापछि रियाले एक नयाँ सानो छोरीलाई जन्म दिइन् र त्यो पनि उनको नाम अन्जना राखिन्। हामी सबै धेरै खुसी थियौँ। रियाले कहिल्यै दोस्रो बिहे गरिनन् र आफ्नो अगाडिको जीवन त्यस बच्चाको राम्रो परवरिशमा गुजारिदिइन्। मैले पनि डिग्री हासिल गरेर राम्रो शिक्षा पुरा गरेर अस्ट्रेलिया गएँ। मलाई देखेर मेरा आमा बुवा पनि धेरै खुसी हुनुभयो। अब मैले पनि खुब मेहनत दुःख र राम्रो जागिर गर्दै गाउँबाट सहर आएर सरेका थियौँ। मामा र माइजू र रिया पनि सानो अन्जनाको साथ आफ्नो जीवनमा धेरै खुसी थिए। जरुरी छैन आँखाले देखेको सत्य नै वास्तविकता साबित होस् र सुनेका कुराहरूमा विश्वास गर्नुको सट्टा राम्ररी जाँच पडताल गरिहाल्नुपर्छ। र कहिलेकाहीँ बाहिरबाट सख्त स्वभावका मानिसहरू भित्रबाट त्यति नै नरम दिल हुन्छन्। रियाले जो गल्ती गरेकी थिइन् त्यसमा त उनलाई धेरै नै पछुताउँथ्यो, तर उनको छोरी उनको जीवनमा आइहाल्नले रियालाई जिउने एक नयाँ उमङ्ग मिल्यो। साथीहरू, आशा गर्छौँ तपाईहरूलाई हाम्रो कथा मन पर्यो होला। कथा मन परेको छ भने भिडियोलाई लाइक गर्नुहोस्, च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नुहोस् र हो नोटिफिकेसन घन्टीलाई पक्कै दबाउनुहोस् ताकि अर्को अपडेट सबैभन्दा पहिला तपाईलाई मिलोस्।